सो हेलो गाइज, आज चाहिँ हामी धेरै पछि मैले भिडियो बनाएर आएको छु। अनि आज चाहिँ हामी घुम्न जान लागेको उता साली नदीतिर। त्यही भएर अब हेर्नु है त, हामी चाहिँ 3 जना जान लागेको। अङ्कल नि एउटा आउँदै हुनुहुन्छ, ड्याडी र म। अब हेर्नु। सो गाइज, हामी चाहिँ साली नदी जाने भनेर गएको। त्यहाँनिर लास्टै मान्छे रहेछ। अनि एकछिन हामी बिहानै थियो। अनि साली नदी भएको लेफ्ट साइडको पहाडमा पनि मन्दिर छ अरे। त्यहाँनिर ट्रेकिङ गर्नलाई लास्टै राम्रो ठाउँ रहेछ। अनि हामी पनि ट्रेकिङ गर्ने भनेर हिँड्दै गइरहेछौँ। भ्यूहरू लास्टै राम्रो रहेछ, ट्रेकिङ स्पटहरू नि राम्रो रहेछ। अनि माथिपट्टि खतरा मन्दिर छ भनेर सुनेको थियो। अनि हामी पनि मन्दिर हेर्ने भनेर जान लाग्यौँ। अनि बिचमा खै के को बोट रहेछ गाइज, हेर्नु यो। अनि त्यसपछि खतरा थियो ठाउँ पनि। अनि हामी गयौँ, जाँदैछौँ गाइज। हामीसँग धेरै उता अगाडि मान्छे नि हिँड्दैछन्, चिनेको छैन। सो गाइज, यता चाहिँ यस्तो घरहरू धेरै रहेछ। यस्तो घरहरू हेर्दै हेर्दै गफ गर्दै हुनुहुन्छ अङ्कल र ड्याडी चाहिँ। त्यही पनि म पनि हिँड्दै गइरहेको छु। लास्टै राम्रो भ्यू रहेछ। माथि मन्दिर छ, यहाँबाट देखिन चाहिँ देखिँदैन। हिँड्न लास्टै हिँड्नु पर्ने रहेछ। तर काठमाडौँबाट लास्टै नजिक ट्रेकिङ स्पट छ। आउनु मन लाग्यो भने आउनु। रोड पनि रमाइलो छ। त्यसपछि हामी माथि पुग्यो। अझै यति भर्याङहरू हिँड्दै जानुपर्छ गाइज। हेर्नु, वहाँ के को मूर्तिहरू पनि छ बिचबिचमा। धाराहरू भेट्नुहुन्छ तपाईँले। पुरानो घरहरू छ गाइज, होइन। लास्टै रमाइलो ठाउँ छ। अनि त्यसपछि के भन्नु, भनेपछि कति मान्छेहरू नै आउँदैछन्। यतातिर डेटिङ स्पट पनि रहेछ। अब चाहिँ एकछिन ड्याडीहरूको फोटो सेक्सन गरेर हामी बिस्तारै माथि गइरहेछौँ। जति माथि गइरहेछौँ उति जङ्गल घना र रमाइलो भइरहेछ। हाम्रो आजको ट्रेकिङ अनएक्सपेक्टेड तर रमाइलो भइराखेको थियो। अब हेर्दै जानु छ है त के हुन्छ। अब चाहिँ मन्दिर आउनलाई कम्तीमा लाइक थियो होला 100 जति सिँढी। हामी चाहिँ चढ्दै गयौँ। हामीले मन्दिर जाने लास्टै एक्साइटेड हुँदै हामी माथि चढ्दै गयौँ। बिचमा हामी धेरै बादलहरू देख्यौँ। तर मैले त भिडियो बनाउन मिलेन त्यो बेलामा, डर लाग्यो त्यो बादलदेखि लास्टै। अनि त्यसपछि धेरै भर्याङ रहेछ, लाइक 2000 त क्रसै थियो गाइज, होइन। तर हेर्नु, यसोभन्दा लास्टको भर्याङै यो लास्टै ठाडो भर्याङ छ। फाइनली हामी चाहिँ माथि मन्दिरनिर आइपुग्यो। त्यहाँनिर चाहिँ गुफा रहेछ। गुफाभित्र आउँदाखेरि थाहा भयो त्यो केही सकिने गुफा रहेछ, धेरै ठुलो रहेनछ। त्यही भएर हामी बाहिर निक्लिहाल्यौँ। धेरै ठुलो के रहन्छ गुफा, तर बाहिरबाट हेर्दाखेरि चाहिँ ठुलै देखिएको थियो। अनि त्यसपछि हामी एकछिन भित्र हेऱ्यौँ। अनि त्यसपछि बाहिर निक्ल्यौँ। अनि त्यसपछि मन्दिर पनि लास्टै रमाइलो रहेछ गाइज, होइन। धेरै मान्छेहरू आउँदो रहेछन् यहाँनिर, यत्रो धेरै सिँढी चढेर पनि, यत्रो हाइटमा। अनि त्यसपछि हामी अझै माथि जाने विचार गरेर हामी अझै माथि गयौँ। यो पोइन्टमा गएपछि चाहिँ गाइज हामीलाई लास्टै भोक लागेको थियो पनि। अनि त्यसपछि हामी खाना खाने ठाउँ पनि खोज्दै थियौँ। अनि खोज्दा रमाइलो हेर्दा यहाँ पनि एकछिन फोटो सेक्सन गर्नुभयो। त्यसपछि के रहेछ भनेर यहाँ हेरेँ, यहाँनिर पूजा सबै रहेछ। सो गाइज, आज चाहिँ धेरै नराम्रो देखिएको थियो मलाई। अनि त्यसपछि हामी चाहिँ गयौँ। जाँदै गएपछि हामीलाई देखियो खाना खाने ठाउँ। सो गाइज, मैले चाहिँ गएर चना, चिया र सेल अनि एउटा अन्डा खाएँ। त्यसपछि ड्याडीहरूले नि खै के हो खानुभयो। त्यहाँ माथि धेरै आइटम त पाउने रहन्छ, त्यो पनि जे छ त्यही खायौँ। सो गाइज, त्यहाँ एउटा खतरा ठाउँ पनि रहेछ। यस्तो खतरा हामी सबै हेऱ्यौँ। दिस मच फर टुडे। बाई बाई।